बिहान उठेर बाइक साइक दुए हो नेपाल टुर जानुको लागि अन्त एकदम उठेर चाहिँ बिहान साबुन पानीले धुँदै गाडी एकदम मजाले टल्काए है अन्त वासिङ हुँदैछ यो एकदम सुक्खा भएपछि चाहिँ रेडी टु गो हेर्दै गर्नुहोस्। हेलो एभ्रिवान, वेलकम ब्याक टु आवर च्यानल है। आज चाहिँ हामी घुम्नु निस्केको है। यहाँ हाम्रो प्याकिङ स्याकिङ सबै भइसकेर अहिले चाहिँ हामी यो बाटोमा बसिरहेको छ मिरिक जाने तर्फपट्टि। अनि हामी चाहिँ अहिले एकछिन अब अघि त पानीले गर्दा भिडियो बनाउनु सकेन, अब एकछिन बाइक रेस्ट गरेर अन्त यहाँ चाहिँ जानु आँटेको। अब योबाट चाहिँ अब हेरौँ जानु खोजेको चाहिँ अब हामी कन्या, अन्त अब के भन्छ अब माथि अहिले बज्यो 3:20 भर्खर हामी यहाँ चाहिँ गाडी धुरा पनि पुगेको छैन। अब त्यहाँ पुगेर चाहिँ हामी मिरिक भएर जाने।
भिडियो कम्प्लिट गर्नु भएन। आज चाहिँ हामी जहाँ बसेको त्यहाँ चाहिँ अब यस्तो पार्किङहरू पनि रहेछ है, अनि रुमहरू पनि राम्रो रहेछ। अनि सायद यो चाहिँ यहाँको भ्यू, अन्त यहाँ चाहिँ कटेजहरू छ। यहाँ चाहिँ सायद यो बारबिक्यूहरूको लागि जस्तो लाग्यो मलाई है, मजाको छ। चियाबारीहरू फुलहरू, अन्त यहाँ ग्यारेजहरू पनि छ। अनि हिजोको भिडियो चाहिँ कम्प्लिट गर्नु पाएन है। अब के भन्छ, एकछिन घुमेर कन्याम निस्किने भनेर भइरहेछ। अब हेर्दै जाउँ के कस्तो हुन्छ राम्रो। यता चाहिँ प्रायः सबै उयो रहेछ, होमस्टेहरू रहेछ। अहिलेको चाहिँ वेदर हेर्नु नि, साथीहरू एभ्रिवान, हामी चाहिँ अहिले यहाँ खाजा खानुको लागि यो वेदर एकदम दामी छ। टक्कमा बाइकहरू राखेर खाना खान गइरहेको छ। अनि यहाँदेखि उँधोको भ्यू चाहिँ अब हेर्नुहोस्, अहिले डुब्बिनु थाल्यो। हामी चाहिँ खाना खाइसकेर कन्यामतर्फ लाग्यौँ है। एकदम हावा उयोले गर्दाखेरि चाहिँ साउन्डै राम्रो क्लियर आउन सकेको छैन। र एक दुईवटा चाहिँ मैले र हालिरहेको छु, एक दुईवटा चाहिँ मैले एड गरिरहेको छु है, हेर्दै गर्नुहोस्। हामी चाहिँ कन्याम पुग्यौँ र कन्यामको दृश्य हेर्दा चाहिँ एकदमै बेसी हावा चलेकोले गर्दा चाहिँ उयो साउन्डै क्लियर आएन म बोलेको। अन्त यहाँ तपाईँलाई रोकेर चाहिँ तपाईँलाई अब देखाएको नि वेदर यस्तो छ भनेर है। अब मैले बोलेको केही बुझेको छैन। यहाँ सानो सानो स्टलहरू रहेछ तपाईँको, अब हेर्नुहोस् वेदरहरू। अनि एकदम मजाको छ, घोडाहरू देखिरहेको छ। तर फोटो खिच्नको लागि चाहिँ अलिक राम्रो साथ भएन। अनि अहिले चाहिँ हामी पनि एकदुईवटा फोटोसोटो खिच्ने भनेर उयो गर्दैछ। एकछिन विषय हेरेको नि, यो चाहिँ हामी कन्याममा कल्चरल ड्रेस लगाएर रिल्स बनाउँदै थियौँ है। अनि दुई बुढाबुढी राम्रो भएको थियो, तर एकदमै साउन्ड आएन। अनि हामी यसो बाइक राइडमा पनि भिडियो बनायौँ, रिल्स बनाइदिनु भयो क्यामराम्यानले। अन्त एकदम खुसी लाग्यो, जस्तो सोचेको थिएँ त्यस्तै बनाइदिनु भयो। राम्रो लाग्यो, खुसी लाग्यो। अन्त एउटा मेमोरेबल पनि भयो। यो चाहिँ कन्याम देखिको भ्यू देखेको है। एकदम हावा चलिरहेको छ, वेदर पनि क्लियर भइरहेको थियो। अनि हामी एक दुईवटा फोटोहरू खिच्यौँ। यो कन्याम लेखेको यो ब्याकग्राउन्डमा हेर्नुहुँदैछ यहाँ। अनि हावाहरू पनि चलिरहेको छ र साउन्ड क्लियर आएको छ। हामी चाहिँ कन्यामबाट फोटोहरू सबै लिएर थाकेर चाहिँ अब एकछिन बिसाउँ। अब चिनमा पुगेछ, अब फोटोहरू लियौँ। अन्त अब एकछिनमा चाहिँ अब हामी जाने, एकछिन रेस्ट दिने, त्यसपछि चाहिँ ढुक्कै फ्रेस राम्रो देख्छ। हामी चाहिँ आइपुग्यौँ। अब के भन्छ, सिमान आइपुग्नु आँट्यौँ र अहिलेको यहाँको दृश्य तपाईँहरूलाई देखाउनु मन पर्यो है। मजाको छ। यो चाहिँ अब ग्रिनेरीहरू
क्या मजाको देख्दैछ यस्तो भ्यू। यो चाहिँ अब गाडी, यो चाहिँ बाटो, अनि हाम्रो यहाँ बिस्ट अलिकति मैला भइरहेछ। नेपालको टुर गएर आएको अब हाम्रोले क्लियर आउँदैछ। अनि कस्तो लाग्यो ट्रिप? मलाई ट्रिप पुरा मन पर्यो है। तर वेदर चाहिँ वेदरले चाहिँ अलिकति साथ दिएन भन्दा पनि अब आजको जस्तो यताको वेदर अर्कै छ, उताको वेदर अर्कै छ, र पनि हामी इन्जोय गऱ्यौँ। यहाँ हेर्नुहुँदैछ तपाईँले सिनेरीहरू। अन्त अब हामीले यहाँ दुईवटा फोटो लिनेछौँ। यो चाहिँ हामी सिमानामा आएर रोकिरहेको छौँ है। सिमानामा चाहिँ यो साइड चाहिँ तपाईँ नेपाल, यो साइड चाहिँ इन्डिया पर्छ। यो चाहिँ सिमानामा चाहिँ दोकानहरू लगाएर है, अब के छ त्यहाँ खाजासाजाहरू सबै प्रायः टुरिस्टहरू आएर यहाँ रोक्छ। यहाँदेखि उता अलिकति यता आउनुभयो भने चाहिँ यहाँबाट चाहिँ भ्यू चाहिँ एकदम राम्रो देखेको छ। अनि यहाँबाट चाहिँ तपाईँले एकदम दामी क्लियर भ्यू देखिरहेको छ। अनि यो चाहिँ अब सबै एक्चुअली ग्रेभयार्डमा दोकानहरू बनिएको छ। यो त्यसको लागि चाहिँ अब यहाँबाट हेर्नुहोस् भ्यूहरू, तर सबै ग्रेभयार्ड अहिले चाहिँ वेदरको राम्रो नभएर क्लियर हेर्नु पाएको छैन, नत्र उतापट्टि चाहिँ नेपाल पुरा क्लियर देख्छ। अनि यो स्टलहरू है, अनि मेरो वाइफलाई थाहै थिएन यहाँ ग्रेभयार्ड हो भनेर हो। अन्त अब फेरि अब यहाँबाट अब स्टार्ट जाने। अनि अब यहाँबाट चाहिँ अब रेडी भएर अब चाहिँ हामी घुम आइपुग्यौँ फाइनली है। घर तर्फ लाग्दैछ।